नमस्ते तपाईहरु सबैजनालाई। आज यो शनिबारको दिन तपाईहरुको साथमा फेरि म पुलुक्क आएको छु। आज चाहिँ म चाइनिज मोडलमा आएको छु है, मङ्गोलियन मोडलमा। अनि चाइनिज मोडलमा अनि चाइनिजको फेस, कोरियनको फेस, नेपाली दाजुभाइ दिदीबहिनीहरुको फेस हैन, विभिन्न देशमा रहने दाजुभाइ दिदीबहिनीहरुको फेस मिल्न सक्छ। अनि आज चाहिँ चस्मा पनि चाइनिज मोडलमा। मेरो अगाडि अहिले देख्दै हुनुहुन्छ खुल्ला बाटो। आज शनिबारको दिन अलिक खुल्ला छ, अहिले 10 बज्न आँटिरहेको छ। र मेरो साथमा चाहिँ जेठी सासू अनि छोरी आउँदै हुनुहुन्छ। अनि आज हामी चाहिँ हप्ताको एक दिन आराधना गर्नको लागि ज्योति चर्च काठमाडौँ जाँदैछ। अनि यता भित्रतिर चाहिँ कच्ची बाटो छ, यो चाहिँ यता भित्र जाने बाटो हो। यो अब विकासको क्रममा छ अनि कुनै दिन अवश्य पनि पिच हुनेछ, सुगम हुनेछ है, राम्रो बाटो हुनेछ। अनि यो एरियामा पहिले नै पिच भइसकेको छ, बजार पहिले नै स्थापना भइसकेको हो र एकदम घना बस्ती रहेछ यहाँनिर। तर आज चाहिँ शनिबारको दिन अलिक चाप कम छ अहिले 10 बजीतिर चाहिँ। ल म दिदी अनि छोरीको साथमा छु, ठुली दिदी र जेठी सासू, जेठी दिदी हुनुहुन्छ अनि उहाँको छोरी कान्छी हुनुहुन्छ, यता आउँदै हुनुहुन्छ पछाडि। यहाँ आउँदै गरेको तपाईँले चाहिँ देख्दै हुनुहुन्छ। उहाँहरू चाहिँ अगाडि बढ्दै हुनुहुन्छ। अब सङ्गतिको लागि ज्योति चर्च काठमाडौँ हाम्रो चाहिँ 10 बजेदेखि सेवा सङ्गति हुन्छ र हामी अब पुग्न आँटिसकेका छौँ र केही समयमा हामी पुग्नेछौँ। र आज चाहिँ हप्ताको 7औं दिन एक दिन कसैको ठाउँमा चाहिँ कुनै मण्डलीहरूमा शनिबार हुन्छ बिदाको दिन, अनि कुनै मण्डलीमा आइतबार हुन्छ र आफ्नो चर्चमा समय अनुकूल। नेपालमा चाहिँ सार्वजनिक बिदा विशेष गरेर पहिलादेखि शनिबार भएको हुनाले जति पनि सार्वजनिक बिदा भएको दिन चाहिँ सबैजना भेला हुन सकिन्छ, समयको सहज हुन्छ भनेर शनिबार आराधना गर्ने चलन छ नेपाली चर्चहरूमा धेरै जसो। तर कतिपय चर्चहरूमा चाहिँ सार्वजनिक बिदा नभए पनि आइतबार बिहान दिउँसो अथवा आफ्नो समयको अनुकूलता मिलाएर आराधना गर्ने चलनहरू प्रचलनहरू बस्दै आएका छन्। र जे भए पनि हप्ताभरिमा एक दिन सभाको दिन परमेश्वरको वचन पवित्र धर्मशास्त्र बाइबलमा अनि भएको वचनअनुसार अनि हामी सभाको दिन मान्छौँ। सभाको दिन एक दिन हामी सेवा आराधना गर्ने अनि त्यस पछाडि परमेश्वरको महिमा गर्ने, परमेश्वरसँगको सम्बन्धहरू अनि नजिक बनाउने, आफ्नो भुल त्रुटिहरूलाई क्षमा माग्ने अनि गल्तीहरूलाई पश्चाताप गर्ने र परमेश्वरको नजिक जाने र प्रभु यीशु ख्रीष्टले गर्नुभएको बलिदानको अनि सम्झना गर्दै अनि एकपटक उहाँले अनमोल रगतले आफ्नो बलिदानले तपाईँ र मेरो पापलाई धुनुभयो, पखाल्नुभयो र मोल तिर्नुभयो, हाम्रो पापको मोल। र त्यसैले फेरि पाप नगर्नु भनेर परमेश्वरको वचनले हामीलाई सिकाउँदछ। त्यस्तै गरी हामीले पनि हाम्रो जीवनमा पापहरूलाई प्रभु यीशु ख्रीष्टको पवित्र रगतले धुई पखाली पटक पटक दोहोऱ्याउनु हुँदैन र मनमा पापहरू राख्नु हुँदैन। निष्कलङ्क भएर अगाडि बढ्नको निम्ति अनि सेवामा आराधनामा वचनहरूबाट परमेश्वरको आत्माले, पवित्र आत्माले तपाईँ र हामीलाई डोर्याउँदछ। अनि त्यही अनुसार चाहिँ हामी अगाडि बढ्न सक्छौँ। र त्यही क्रममा हामी पनि आज सेवा सङ्गतिको लागि अगाडि बढिरहेको हुन्छ। तपाईँहरूको साथमा छोटो समय लिँदै बिदा हुन चाहन्छु। अब हामी सङ्गतिमा प्रवेश गरिरहन गएको छौँ। आजको दिन तपाईँहरू सबैको असल होस्, तपाईँको भलाइ होस्, परमेश्वरले तपाईँलाई अनुग्रह गरून्, तपाईँको परिवारलाई र तपाईँको आजको सेवा सङ्गति आशिषमय भएको होस् भनी तपाईँहरूको माझमा बिदा हुन्छु। बिरेन सुहाङ, सेवारो, जय मसीह, नमस्ते।